नमस्ते सबैजनालाई। आज हामी यो अतरियाको यस्तो यो हाट बजार भन्ने ठाउँमा आएका छौँ। अनि हामीले केही सेवा गरौँ भनेर हामी बौनियादेखि यहाँ आएर यहाँबाट चाहिँ अहिले सुरुवात गर्ने क्रममा गाईहरू जति पनि छ उहाँ गाईहरूलाई अलिअलि आफ्नो हिसाबले थोरै कति हुन्छ खिलाउने हिसाबले हामीले आफ्नो सेवाको हामी नारायण साथी म दुईजना हामी सेवाको हिसाबले अघि नै निक्लेका थियौँ। अनि यहाँ अहिले साउदीसँग कुरा गर्दा अनि उहाँले चाहिँ हामीलाई एकदमै मिलाएर होइन गाउँ सेवामा आफूले पनि 5-10 रुपियाँ छुट गरेर घाटा खाएर हामीलाई दिँदै हुनुहुन्छ। हामीलाई एकदमै खुसी लागेको छ। साउदीलाई पनि एकदमै धन्यवाद दिन चाहन्छु होइन। अनि साउजी चाहिँ उहाँ हुनुहुन्छ दाइ नमस्कार। अब हामी गाउँ सेवाको लागि आइरहेको छौँ। हजुरको नाम भन्नुहोस् न। मेरो नाम हर्कबहादुर माली हो। हजुर अब के भन्नु चाहनुहुन्छ, आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ गौमाताहरूलाई? मेरो तर्फबाट अब म के गरौँ भन्ने कुरा त्यहीमा मिलाउँछ। उहाँले एकदम मिलाइदिनु भएको छ यो केरालाई होइन। ल क्रेडिट पनि फ्रीमा दिनुभएको छ। तपाईँलाई धन्यवाद है। तसर्थ हामीले अब यो गौमातालाई आफ्नो तर्फबाट जति सक्छौँ गर्ने प्रयासमा छौँ। हजुरहरूले पनि बाटोमा कसै भेटायो र हामीबाट केही सहयोग र हजुरबाट केही सहयोग हुन्छ भने हामीलाई पक्कै पनि गर्नु होला। अरू दिनमा पनि हामी सहयोग गर्नेछौँ। हजुर हामी मिलेर नै सहयोग गर्ने हो। गौमातालाई यसरी नछाडौँ होइन। रोडमा कतिपयले गाडीले हानेछ। अहिले भर्खरै आउँदा पनि एउटाले गाडीले हानेको थियो होइन। यस्तो लडाइँ थियो। हामीले त्यहाँ आफूले गर्ने कुराहरू त गऱ्यौँ तर सकेनौँ। फेरि हामी तपाईँ मिलेर हामी गर्नेछौँ यति भन्दै अहिलेको लागि। फेरि पनि हामी एमके एग्रिकल्चर ग्रुपमा आइपुगेका छौँ गौमाताको सेवाको लागि। उहाँ चाहिँ भर दिनुहुन्छ उहाँ कृष्णजी। उहाँले पनि एकदम हेल्प गरिदिनुहुन्छ हामीलाई है। उहाँ दिदी हजुर नाम भन्दैन न? सुशीला भट्टजीले पनि एकदम हेल्प गरिदिनुहुन्छ हामीलाई सागहरू दिएर गौमाताको लागि है। मनकारी मान्छे उहाँ दाइ पनि एकदम राम्रो। यो त खान्छ होला नि होइन? नखाएको छोड्ने होइन। हामी फेरि पनि अब खुवाउँदै यति बजेको छ मेरो भागमा चाहिँ होइन। अब यो चाहिँ लेखेको भन्छ नि एकदम सक्दैन हामी जति सकिन्छ ल। हाम्रो बोक्ला अब कहाँ कता खिलाउने हो खाँदै भाइ फेरि पनि ल हामी लाइभमा छौँ होइन। ल यो खाइदिनु सेवाको अन्तरालमा यसले त फेरि खायो यार। ए मलाई यहाँ छोड्न आएन यिनीहरूले त जाति यार पछाडि यसले छोड्न आएर मलाई त यार। के भन्नुहुन्छ अब? भन्नु त केही छैन। गाह्रो रहेछ होइन। आऊ ल यिनीहरू पुरा तर्सेछ क्या साथी, एकदमै तर्सेछ होइन।
फेरि पनि हामी एकदम राति भइसकेको छ, 8 बजेभन्दा धेरै भइसकेको छ। 6 बजेबाट सेवा गर्दा गर्दै अहिलेसम्म हामी सेवामै लागिरहेछौँ। यो बडैपुर पुग्न आँट्यौँ, मिरिकमा मेला पनि लागेको छ। हाम्रो साथीले अब अन्तिम यो कागडाहरू खोल्दै हुनुहुन्छ अनि यो फेरि सकिसक्यो भने हामी लिकमा मेलाबाट लिनेछौँ। जति सक्यो त्यति, जति पायो त्यति यो भएर हामी बाटोबाट सेवा गर्दै जानेछौँ। यो आजको साथी आज कति बज्छ होला त हाम्रो यो सेवा? अनि हो यस्तो सेवा हाम्रो साथीले आज एकदम मलाई त यति मन खुसी लागेको छ कि सबैले यस्तो साथी पाउनुपर्छ। यो पलवानपुर, सायद पलवानपुरै हो। अनि साथीले यहाँ एकदमै यत्रो धेरै गाईहरू फेरि हामीले 2 क्रेट जति केरा किनेर खिलाउँदा अझ गाई नभइएको छ। अब के गर्नु, जति सक्दो हामीले गरेकै छौँ। अब रातिको बेला फेरि केरा पाइयो भने अब अहिले 10 बजेसम्म हामी सेवामै छौँ। धनगढी अतरियाबाट हामीले अहिलेसम्म सेवा गर्दै अहिलेसम्म हामी बौनियाको ठाउँमा जाने भनेको थियौँ। बौनियाको ठाउँमा पनि पुगेको छैनौँ। साथीले एकदमै निरन्तर यत्रो गाईहरूलाई सेवा गर्दै हुनुहुन्छ होइन। एकदम खुसीको क्षण हो है। साथीले धेरैभन्दा धेरै दिइराख्नु भएको छ अनि मैले चाहिँ एकदम भिडियो अनि मैले आफ्नो तर्फबाट मैले गरिसकेँ। अनि साथीले अब कसरी क्रेट टाउको माथि राखेर होइन अनि सेवा गर्दै हुनुहुन्छ। मलाई एकदम खुसी लागिरहेको छ। आज हाम्रो साथीको नयाँ रूप देखिरहेको छु फेरि होइन, नयाँ रूप देखिरहेको छु। एकदम खुसी लागिरहेको छ। ल हस्। प्रयासपछि आज हामी सेवा गर्दै हामी अहिले बौनिया पुगेका छौँ। बौनिया पुग्दा हामीले के अनुभव गऱ्यौँ, के गऱ्यौँ यो भोलि भिडियोमा देखाउने छौँ हजुरहरूलाई। अब चाहिँ हामी छुट्टिने बेला भइसकेको छ हजुरसँग होइन। नारायण मित्र र म दुवैजनाले गर्दा आज यो काम सम्भव गर्न सकेका छौँ। 5-6 घन्टाको निरन्तर प्रयासपछि आज हामी अहिले बल्ल बौनिया पुगेका छौँ। के कति सानातिना के बिचमा भयो होला तर आफूले गर्ने कुराहरू अहिलेसम्म हामीले गरेकै छौँ। त्यो कारणले ल सबैले हामीलाई सजेस्ट गर्नु होला फेरि पनि होइन, केही कमी कमजोरी अनि भोलिको भिडियोमा हेरेर भन्नु होला अनि केही साथ सपोर्ट गर्ने प्रयत्न गर्नु होला। एकदमै अझ पनि यो बास्केट हातमै छ। ल धन्यवाद आजको लागि होइन। हामीले जब साह्रै अब थाकियो सायद गर्दा सहयोग गर्दा होइन। आज हामी छौँ यो ठाउँमा, भोलि तपाईँहरू पनि हुनुहुन्छ भन्ने आशा चाहिँ छ है। भिडियो हेर्नुहोस्।